प्रश्न नम्बर 1 मा रहेको छ सगरमाथा संवाद 2025 कहिले सम्पन्न भएको हो? सगरमाथा संवाद चाहिँ यही विक्रम सम्वत 2082 जेठ 2, 3 र 4 गते भएको थियो। अब यो चाहिँ कसरी सम्पन्न भएको थियो भने नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादमा 25 बुँदे सगरमाथा कार्य आह्वान जारी गर्दै सम्पन्न भएको थियो। यसको बारेमा अझ थप बुझ्ने हो भने चाहिँ यो हाम्रो परराष्ट्र मन्त्री हालको परराष्ट्र मन्त्री डाक्टर आर्जु राणा देउवाद्वारा चाहिँ यो घोषणा पत्रलाई सार्वजनिक गर्नुभएको थियो भने विश्व समुदायलाई चाहिँ जलवायु सङ्कट विरुद्ध एकजुट भई कदम चाल्नलाई पनि उहाँले यस सगरमाथा संवादमा चाहिँ आह्वान गर्नुभएको थियो। घोषणा पत्रमा चाहिँ 1.5 डिग्री सेल्सियसको तापक्रम सीमा कायम राख्न आवश्यक उपायहरू प्रस्तुत गरिएको थियो भने विकासोन्मुख देशहरूलाई चाहिँ सहयोगको आवश्यकता पनि औलाइएको थियो। सगरमाथा संवाद मार्फत हिमाल मात्र नभई समुद्र सतहसम्म प्रभावित हुने मुलुकहरूको सरोकार उजागर गर्न पनि खोजिएको थियो। आशा गरौँ यो सगरमाथा संवादले चाहिँ एकदमै राम्रो रूप लिनेछ।